नयाँ नयाँ ठाउँमा गएर ब्लगिङ गर्ने मानिस मान्छेहरू यहाँ घरको ब्लग गर्नुपर्छ सबभन्दा पहिला सुरुवात यहाँबाट गरौँ है ल हेर्नुहोस् आज मेरो नानीले पकाएको लसुन यस्तो खानुपर्छ त्यो गोलेको बुझ्नुभयो त्यो गोलेको मिस्टर गोले त्यसले खाएको हेरेर त मलाई गरेर चाहिँ खाउँ 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 लाग्यो मासु खाएको खाना खाएको त्यो फुड ब्लगको त्यसो राम्रो थियो मासु भयो के चाहिने साग पनि छ नि मासु भात खानु हुँदैन हरियो परि साग पनि खानुपर्छ साग है जति मासु खानुहुन्छ त्यति क्वान्टिटीको साग सब्जी खानु एकदम पर्दैन नि जति खानुहुन्छ मासु त्यति क्वान्टिटीको साग खानुहोस् सबै मैले दिन्छु नानु त लिनु आउनुहोस् है सुरु गरौँ पहिला निन्दी हाल्नु त्यसको सेटिङ गरौँ न स्वादको भएछ हात त कडा छ मलाई घाँटीमा लाग्यो मुन्जरको अचार कता खानु नसकिने भयो मिठो छ गरम मसला हालिदिएको म यहाँ गरम मसला धेरै चर्को भयो तपाईँलाई हल्का धेरै त छैन नल्ली एक पिस छैन त हो यसको नि यो टाउकोतिरको काट्नुपर्छ यसो काट्नु पिटिट सबै निस्किन्छ त्यो मलाई फर्स्ट टाइम मैले राखेको हो मलाई पनि थिएन अस्ति मैले एउटा ब्लगमा हेरेको त्यो भाइले ल्याइदिएछ नि लसुन नेपालगञ्जको मायागढी धनगढीको त्यो हो गजब फोटो पाउने रहेछ संसारको हेरेको छ नराम्रो गसेको रहेछ कता फाल्यो नै ल भयो धेरै भयो ब्लग त पुग्यो मेरो लागि मासु